सुनिस् न, म चाहिँ रेडी भएर अफिसको लागि निस्केँ। आजभोलि चाहिँ थोरै बिजी भएको कारणले मिनी ब्लगहरू बनाइराख्न पाएको थिइनँ। आज चाहिँ थोरै टाइम निकालेर भिडियो बनाउँदैछु। आफ्टर 10 आवरको ड्युटी पछि चाहिँ थकित अनुहार लिएर म घर फर्किँदैछु। आजभोलि दिन लामो भएर होला 6 बज्दाखेरि पनि उज्यालो भइरहेको छ। पहिला चाहिँ जाडोमा चाहिँ 6 बजे घर फर्किँदा रात परिसकेको हुन्थ्यो। मसँग आज के छ सँगै अनबक्सिङ गरौँ है त। टिकटक इन्स्टामा एकदमै भाइरल भइरहेको यो फेरि स्किनको टिन्टेड सनस्क्रिन चाहिँ मलाई धेरै पहिलादेखि नै ट्राई गर्न मन लागिरहेको थियो कि, तर कस्तो छ मेरो स्किनमा सुट गर्छ कि गर्दैन, भाइरल मात्र भएको हो कि साँच्चीकै राम्रो छ भनेर चाहिँ मलाई थाहा थिएन। त्यही भएर पनि लिन डर लागिरहेको थियो। अस्ति दिदीको घर जाँदा दिदीले पनि यही सनस्क्रिन युज गर्नुहुने रहेछ। दिदीको ट्राई गरेको थियो, मलाई चाहिँ कस्तो राम्रो लाग्यो कि, त्यही भएर मैले पनि अर्डर गरिहालेँ। अर्को भिडियोमा चाहिँ म हजुरहरूलाई यो सनस्क्रिन लगाएर पनि देखाउँछु। मेरो चाहिँ डेली नै अफिसमा मेकअप गर्नुपर्ने हुन्छ, त्यही भएर पनि यो सनस्क्रिन बेस्ट हुन्छ जस्तो लाग्यो। यसले व्हाइट कास्ट पनि छोड्दैन, ग्लो पनि दिन्छ, त्यही भएर पनि मलाई चाहिँ मन पर्यो। मैले 2-3 चोटि ट्राई गरेँ दिदीको, एकदमै राम्रो लाग्यो, त्यही भएर मैले चाहिँ अनि लिइहालेँ। मैले रेगुलर लगाइराख्ने सनस्क्रिन पनि नराम्रो त थिएन, त्यो पनि राम्रो थियो। विन्टरमा चाहिँ एकदमै राम्रो थियो त्यो। अब समर लागेपछि चाहिँ अलिक बेसी ओइल आउने भएको कारणले सनस्क्रिन चेन्ज गर्नु मन लागिरहेको थियो। यो सनस्क्रिन धेरै अघिदेखि नै हेरि पनि रहेको थिएँ टिकटकमा, अनि मन पर्यो। अनि दिदीको युज गरेपछि राम्रो लागेर मैले पनि अर्डर गरेको छु। कहिलेकाहीँ चाहिँ अफिसबाट आएपछि मुख धुन पनि जाँगर चल्दैन, यत्तिकै सुतिदिन जस्तो लाग्छ। तर फेरि सोच्छु दिनभरिको धुवा धुलो मेकअप यत्तिकै सुत्नु त हुँदैन भनेर फेरि स्किन केयर गरेर चाहिँ सुत्छु। थ्याङ्क यू फर वाचिङ, बाई बाई, गुड नाइट।